दौडी केटा अब बिजी सिटीमा सर्र दौडिँदा चाहिँ लन्डन वाटरलाई म चाहिँ अब यहाँबाट कलेज जाँदैछु यहाँबाट 12-13 मिनटमा पुगिन्छ अन्डरग्राउन्ड ट्रेन यो चाहिँ यहाँ लन्डन आएर चाहिँ घुम्नको लागि बवाल बल छ बवाल के ट्याक्क यहाँ चाहिँ अब पानी थुनेर पुरै यहाँ जहाज राखेको छ आज चाहिँ मौसम अलि जाडो छ अब जाडो लाग्यो जस्तो छ यता एकातिर जाडो लाग्यो जस्तो छ अब त म घडी देखाउँछु ल यता गएर कस्तो बवाल छ चाहिँ साइकल हालेर नाना नदिँदैछ भित्र त के गरिरहेको छ टक्कर स्टुडेन्ट यताबाट रेस्टुरेन्ट म चाहिँ यताबाट चाहिँ यस्तो घुम्नको लागि ठाउँ हो क्या यता लन्डन आएमा चाहिँ बवाल यस्तो के बनायो यिनीहरूले चित्र गरेर राखेको जस्तो बनायो यो चाहिँ लन्डन आए भएन बनाउन जाने हेर यिनीहरूले त म चाहिँ मर्निङमा आएको त्यो भएर हल्का चिसो छ चिसो लाग्छ है सेप्टर एकचोटि चाहिँ बिच जान्छ भयो जाडो महिना लाग्यो के बिच जानु यहाँबाट उता चाहिँ चाइना टाउन छ चाइना टाउन जानु पर्छ म नेक्स्ट वेडनेसडे जान्छ म त नि कति डराएको हेर तेरो सचिन कहाँ गएको प्रकाश तिमी आफैलाई भिडियो खिच्यो कि उसको लागि निजमको लागि मोर्छ नि के डरेर निजमको लागि होइन किन दिने म उसलाई मेरो के हालिरहेको उसले हाल्यो त्यस मोबाइल ल्याए तिम्रो यतापट्टि नि जान्छ क्या प्रकाश ओ प्रकाश यहीँ जान्छ कि एउटै हो हेरौँ न हेर यार हेरौँ न ल देखाउँदा नि के हुन्छ केटा पैसा लाग्ने त्यो मैले यसो गरेको थिएँ क्या आएको छैन ए 17 Pro Max हेर्न पाइने होइन क्या के भयो भने कन्ट्र्याक्टमा दिन्छु भन्यो क्यान्सल भयो माथि पढ रहेछ यार केटा हेर बाटो त्यही त होइन रहेछ ग्रुपमा हालाइ मुजी खैरे बाटो यता होइन है प्रकाश यता पठाए त्यही त यहाँबाट छ छिराइदियो केटा हो जङ्गलको बाटो त भन्नु होला ल है उता बिल्डिङ आएको लागि भनेर हामी ताप दिँदैछ एउटा दिमाग खराब भइरहेको
त्यता नै यता छ र उता छ यहाँ त त्यो हेर नि ठ्याक्कै सलाइको तिमीहरूको सबैको छुट्टी हो कहिले आज छुट्टी हो म त छुट्टी लिइहाल्छु आज छुट्टी हो मेरो भोलि र पर्सि छैन फेरि तपाईँ भने म आज छुट्टी लिइहाल्छु बियर खाने क्या आज भोलि अब आज बियर सब रेभन्समलको युनिभर्सिटीहरू युनिभर्सिटीको स्टुडेन्टहरू आम्मा कति छ यार त यहाँ एउटा चिनेको केटी छ चाइना टाउनमा सस्तो पर्छ चाइना टाउन जाउँ त साँझ आज यो चाहिँ हाम्रो जाडो भयो यार त यस्तो जाडो भएछ यार बहिरो बहिदियो यार न आज एटेन्डेन्स पनि भएन होइन यहाँ मोर्छ भनेर कति डराएको यार आमा क्लासबाट निकाल्यो यार अब लग्ने होला त नि आगो लाग्यो भने निकालेको थियो होइन अब हामी चाहिँ फेरि क्लासतिर